आजको मुख्य समाचारमा तपाईहरूलाई स्वागत छ। नयाँ सरकार स्थापना भए लगातै सरकारको बजेट तीव्र भएको छ। नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेट तयारीलाई तीव्र बनाएको छ। अर्थ मन्त्रालयले विभिन्न क्षेत्रको सुझाव सङ्कलन गरिरहेको छ। यस वर्ष विकास, रोजगारी र महँगी नियन्त्रणलाई प्राथमिकता दिने सङ्केत गरेको छ। महँगीले सर्वसाधारणहरू मारमा परिरहेका छन्। देशभरि खाद्यान्न, पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दै गएको छ। विशेष गरी शहरी क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको बढी प्रभावित भएछन्। सरकारले बजार अनुगमन बढाउने जनाएका छन्। हिजो आज मौसममा अचानक परिवर्तन देखिएको छ। मौसम विभागका अनुसार देशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातका सम्भावना रहेको छ। केही स्थानमा हावाहुरीको चेतावनी दिएको छ। यात्रामा सतर्क अपनाउन आग्रह गरेका छन्। एसई परीक्षा सञ्चालन जारी। देशभरको माध्यमिक परीक्षा एसई शान्तिपूर्ण सञ्चालन भइरहेका छन्। करिब 5 लाख विद्यार्थी परीक्षामा सहभागी छन्। सुरक्षा व्यवस्था कडा पारिएको छ।